हेलो गाइस, सबैजनालाई स्वागत छ रचना न्युपाने युट्युब च्यानलमा। अब आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ। के अरे हजुरहरूलाई स्वागत छ। सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आज तीजको दिन हामी तीजमा के गर्छौँ हजुरहरूलाई पनि सेयर गर्छौँ है त गाइस। अहिले एकछिनमा भेटौँ। हामी यस्तो अवस्थामा छौँ। अब लुगा लाएर कस्तो हुन्छ हजुरलाई देखाउँछु ल। हामीले नयाँ ड्रेस लाएर चारजना नाच्दै रमाउँदैछौँ घरमै के। बाहिर जानै नपर्ने धेरैजना भएपछि छोरीहरू धेरै पाउनु पर्ने रहेछ क्या। र तीज हाम्रो डान्स हेर्नुहोस् है। हाम्रो नाच्न आउँदैन। म सबैभन्दा जेठी र कान्छी देखिछु। हाम्रो डान्स हेर्नु है ब्याकुतै उफ्रे जस्तै। उफ नाचेर थकै लाग्यो। गाइस हाम्रो तीज पनि सकिसक्यो। मम्मीले कपडा फेरिसक्नु भयो। यो चाहिँ यत्तिकै आउटफिटमा यहाँ थकेलाएर मोबाइल चलाउँदै, आमा पनि यत्तिकै बस्दै कनाउँदै बस्दै म चाहिँ भरला पिङ खेलेर टिकटक बनाएर भ्याएर फोटो खिचेर बल्ल आएको गाइस। अब चाहिँ अघि गएको पिङ खेल्न गाइस। हेर्नु त हामीलाई त कुकुरले टोकेर पुरुतु के अरे उहाँलाई चाहिँ डङ्लङ्गै लडेको कुकुर। अब के अरे हामी चाहिँ अब एकैचोटि के अरे इन हुन जान्छौँ होला गाइस। के अरे मेरो अलिकति के अरे ब्यागको साइड चाहिँ अलिकति लुगा आयो होला हो। त्यसलाई चाहिँ सबैजनाले इग्नोर गरिदिनु होला। के अरे अब हाम्रो लास्ट भिडियो यति नै हो गाइस। के अरे कस्तो भयो हजुरहरूको तीज कमेन्ट गरिदिनु होला। के अरे लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आज मैले फर्स्ट टाइम भ्लग बनाएको यो हाँस्दै हो। के अरे यो भ्लग बनाएको भ्लग बनाउने आउँदैन अरे गाइस। अनि यो दिदीले भ्लग बनाएको भ्लग बनाउने आउँदैन मलाई भन्यो। अनि के अरे मैले भ्लग बनाएको गाइस हाँस्दैन हेर्नु त। आमा अरे सेम के अरे छोरी जस्तो देख्यो नि। यो चाहिँ आमा जस्तो देखेँ गाइस। त्यही साह्रो पनि बुढो भएन अरे। मम्मी के अरे तपाईँको नाम के हो भन्नु त? मेरो नाम होइन के नाम कान्छी होइन, कल्पना नेउपाने, रचना नेउपाने, अनु थापा, काजल नेउपाने। ल गाइस बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस। बाई।